दुःख पाइस मङ्गलले आफ्नै ढङ्गले। हे गाइज, हामी कविता। आज चाहिँ हामी बहिनी चाहिँ स्कुलबाट पढाउँछिन्। उनी चाहिँ स्कुलबाट आएपछि हामीलाई यसो माथितिर जाऊँ न त डुल्न, यस्तो कस्तो गर्मी थियो कि आज चाहिँ पानी नपरेर। अनि उसले चाहिँ घुम्न जाऊँ भने पछिबाट। अनि हामी चाहिँ 3 जना दिदी बहिनी दाई भएर चाहिँ लाग्यौँ हाम्रो पर्दाघाटको 10 को सिमसारतिर। एकदम रमाइलो थियो, एकदम राम्रो पनि ठाउँ छ। अनि माथिपट्टि चाहिँ एकदम शीतल हावा आउँछ क्या। मैले हजुरहरूलाई फर्स्ट मिनी भ्लगमै देखाइसकेँ। अनि हाम्रो चाहिँ गाउँठाउँको नजिकै अलि राम्रो भनेको यही हो। मैले त्यही भएर बारम्बार देखाउँछु, हजुरहरू वाक्क नहुनु होला भन्न चाहन्छु म चाहिँ अहिले नै। अनि हामी 3 जना चाहिँ सरर हावा खाँदै हिँडेको छौँ। हाम्रो चाहिँ यो भित्री बाटो जाँदा नै पुगिन्छ क्या। किन भन्दाखेरि हामी चाहिँ त्यो हाइवेमा चाहिँ नियमको पालना नगरिकन हिँडेको चाहिँ होइन, हामी चाहिँ भित्री हाइवेबाटै गएको हो। अनि जाँदा जाँदै चाहिँ यो चप्पल चुड्छ भन्ने जस्तो हुँदाहुँदै आफै लाएर हिँड्ने हो त म। अनि चप्पल चुट्यो गयो। अनि हिँड्दा हिँड्दै यहाँ देख्न सक्नुहुन्छ मेरो चप्पल चुट्यो। अनि त्यसपछि आफ्नै ढङ्गले आफ्नै बुद्धिले गर्दाखेरि चप्पल चुटिहाल्यो। यस्तो अप्ठ्यारो बाटोमा लगाएर हिँडेर चुट्न लगाएको चप्पल मलाई चाहिँ एकदम कम्फर्टेबल लाउँछ कि। अनि त्यही भएर मैले यही लाउँछु। अनि उसले चाहिँ खोलातिर जाऊँ न भन्थिन्। अनि यस्तो राम्रो अब शीतल ठाउँमा अनि खोलामा जान पाउँदा त यो गर्मीमा त वाइ नट भनेर हामी पनि यस्तो खोलातिर गयौँ। हेर न, यहाँ भूत जस्तो देखिने नि फेरि, भूत जस्तो देखियो। उयो किचकिन्डिने सेतो कपडा लगाएर कालो कपाल छोडेर भनेको त सेम त्यस्तो गरिदिने कि फेरि। अनि 1-2टा भिडियो सुट गऱ्यौँ हामीले यहाँ खोलामा। अनि त्यसपछि फेरि हामी चाहिँ लाग्यौँ। दाइले फेरि जोस आयो कि माथिपट्टि कस्तो राम्रो क्याफेहरू छ, अनि कस्तो राम्रो रिसोर्ट छ, अनि एकदम राम्रो भिल्लाहरू छ, फोटो भिडियो पनि एकदम राम्रो हुन्छ। जाम त्यहाँ एकदम खाना पनि राम्रो छ भनेपछि हामी चाहिँ फेरि हुन्छ त नि भनेर हामी पनि माथि आयौँ। माथि चाहिँ एकदम राम्रो के, एकदम राम्रो बनाएको रहेछ यो रिसोर्ट चाहिँ। एकदम घुम्न पनि अनि फोटो भिडियो पनि एकदम राम्रो आउने। अनि त्यसपछि हजुरहरूले अब भालेसाले हाँस खानुहुन्छ भने उनीहरूले एकैछिनमा तयार गरिदिँदो रहेछ क्या। अनि हामीले चाहिँ अब साउन लागेको भएर चाहिँ खासै केही खाइएन। हामीले चाहिँ त्यही चाउमिन मात्रै खायौँ। अनि हामी चाहिँ आउने बेला हुँदै थियो। हामीले चाहिँ ओटिडी चेक गर्दै थियौँ कि हामीले चाहिँ लुगा देखाउँदै थियौँ। अनि एकदम अँध्यारो भइसकेको थियो, घर आउने एकदम अबेला भइसकेको थियो। बस्दा बस्दा कस्तो हिँड्नै मन नलागेको कि। त्यो कति शीतल ठाउँ थियो कि हाम्रो यहाँनिर, हाम्रो सिटी एरियादेखि थोरै माथिपट्टि एकदम शीतल छ, गाउँघर जस्तो टाइपको। अनि हाम्रो लागि त यहाँनिर यस्तो बजार एरिया छ नि त, त्यहाँनिर चाहिँ एकदम राम्रो छ क्या। अनि हामी चाहिँ लाग्यौँ घरतिर। एकदम ढिलो भइसकेको थियो, हामी आउँदा चाहिँ 8 बजिसकेको थियो। अनि हामी चाहिँ घरतिर आयौँ।